हेलो एभ्रिवान। आज चाहिँ मैले एउटा सानो इन्फर्मेसनवाला भिडियो लिएर आएको छु। मलाई चाहिँ यहाँभन्दा अगाडि यो चाहिँ त्यति इम्पोर्टेन्ट होइन भन्ने लागेको थियो होइन। तर पनि मैले चाहिँ यो कुरा सबैले फेस गर्नु नै पर्दो रहेछ एकचोटि भनेर चाहिँ मैले आफूले भोगेको कुरा सेयर गर्छु भनेर चाहिँ आएको होइन। अनि म पहिलोचोटि आमा बन्दाखेरि होइन मैले चाहिँ ब्रेस्ट फिडिङै गराएको, फर्मुला मिल्क खुवाएको चाहिँ होइन होइन। त्यति बेलामा चाहिँ सुरुमा के हुने रहेछ भनेपछि दुध नआउने अथवा त्यो सुरुको पातलो दुध आउने हामीलाई चाहिँ छैन जस्तो लाग्ने कि। अनि सुरुमा बच्चाले फर्स्ट टाइम बच्चालाई फिडिङ गराउँदाखेरि त कस्तो आएको हुँदैन, बिस्तारै आउँदै जान्छ। त्यति बेला चाहिँ अनि आएन भनेर फर्मुला मिल्क स्टार्ट गर्ने हो भने चाहिँ बच्चाले त्यो फर्मुला मिल्क खाँदो रहेछ। त्यसपछि त्यो जुन आमाको दुध चाहिँ चुस्दै नचुस्ने रहेछ क्या। अनि त्यसपछि अर्को कुरा के भनेपछि अनि यदि बच्चाले आमाको दुध खुवाइयो, फर्मुला मिल्क खुवाइएन भने पनि आमाको दुध खुवाउने क्रममा यदि आमाको मिल्क सप्लाई अलिकति बढी भयो, बच्चा त सानो हुन्छ नि, भर्खर जन्मिने बित्तिकै सबै खान सक्दैन। अनि नसक्दाखेरि त्यति बेला बच्चाले खान सकेन भने चाहिँ त्यो आमाको दुध हाम्रो गाउँघरतिर चाहिँ के चलन छ भनेपछि त्यो दुध बग्यो भने त्यो चेप्नुपर्छ, बग्न दिनु हुँदैन भन्ने चलन छ कि। त्यसले गर्दा चाहिँ त्यो ब्रेस्टमा डल्लो डल्लो परे जस्तो हुने, दुख्ने, अनि त्यसपछि ज्वरो आउने नै हुँदो रहेछ क्या। त्यसले गर्दाखेरि यति मैले पनि दुःख पाइसकेको हो होइन। मेरो मम्मी चाहिँ स्वयंसेविका भएको हुनाले उहाँलाई चाहिँ यो कुराहरू थाहा रहेछ र मैले यस्तो दुखेको छ, यस्तो भएको छ भनेर भन्दाखेरि ए होइन। अब त्यति बेला त मेरो फर्स्ट बेबी भएको बेला त अब त्यो पम्प गरेर निकालेर आमाको दुध राखेर पछि खुवाउन मिल्छ भन्ने चलन थिएन, मलाई चाहिँ थाहा थिएन है। त्यस्तो थियो। अनि त्यसपछि चाहिँ होइन, त्यो दुध चाहिँ बग्नु दिनुपर्छ अथवा दुहेर फाल्नुपर्छ भनेर चाहिँ सिकाउनु भयो। र चाहिँ मैले चाहिँ त्यो धेरै फेस गर्नु परेन, त्यो धेरै दुःख भोग्नु परेन होइन। मैले चाहिँ अनि आफ्नो त परेन, तर मेरो साथीहरूको चाहिँ कतिको चाहिँ त्यो चिर्नु परेको, त्यो पाकेको देखेको भएर चाहिँ यो कुरा सेयर गर्नु मलाई। त्यही भएर चाहिँ यदि बच्चाको न्यू ममहरू हुनुहुन्छ र हजुरले यस्तो कुराहरू फेस गर्नुभएको छ अनि हजुरको घरमा अथवा गाउँघरमा छिमेकीहरूले यताउता दुहुनु हुँदैन, फाल्नुपर्छ, यस्तो उस्तो भन्नुहुन्छ भने चाहिँ उहाँको कुरा कति पनि नसुन्नु होला होइन। आफ्नो स्वास्थ्य भनेको सबभन्दा ठुलो हुन्छ। आफ्नो र बच्चाको स्वास्थ्य चाहिँ मेन प्रायोरिटीमा राख्नु।